आथा यो भान्जाले यस्तै गर्छ क्या म यो भान्जाले गर्नु हो नि ब्रेक लागेन झिमिक झिमिक हातलाई त तुझ अफलाप मुल के डिस्प्ले कले मेरो बाबुलाई Hello and namaste everyone. Hello and namaste everyone. This is me Yukesh. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। भने यहाँ हेर्नु भ्लग। यहाँबाट काकाबाट सिकाइरहेछ प्रो दुई जनाले भ्लग गर्नलाई। अनि ल ठ्याक्क 1.5 वर्ष पछाडी मेरो भ्लग आइराख। अब यो पछि कहिले आउँछ चाहिँ थाहा छैन। त्यही भएर सब्स्क्राइब गरेर चट्ट अब चाहिँ कन्टिन्यू आउँछ। सो सब्स्क्राइब गरेर बेल आइकन चाहिँ थिचेर राख्नु होला। कतिखेर आउँछ थाहा छैन, जतिखेर नै आउँछ। यता हाम्रो गाउँको दिदी गिनी ब्लग्स भान्जा आउँदैछ, कमिङ सुन है बुङते हबमा। सुनापतितिर जान्छौँ। धेरै पछिको भ्लग मेरो यस्तो नि त अब कामहरू धेरै थियो अनि अब चाहिँ सकिन्छ नि त। यो टाइममा काम हुँदैन, यो टाइममा चाहिँ अब काम हुँदैन क्या। यो असार मसान्त सकिएपछि चाहिँ काम लगभग हुँदैन। प्लस अनि त्यसपछि अब चाहिँ यो टाइम चाहिँ फ्री हो क्या। अनि त्यही भएर चाहिँ गरौँ भनेर सो गोप्रो सोप्रो नि ल्याएको छु, नयाँ गोप्रो मिडिया मुड सहितको। यो चाहिँ हाम्रो नयाँ गोप्रो है, फेरि चट्ट मिडिया मुड सहित सेटअप। र त्यही हो गाइस, अब चाहिँ मोटो भ्लगमै भेटौँ। ल हामी चाहिँ ग्याङ लगाएर जान लागिरहेछौँ। अब ग्लभ चाहिँ ल्याएन रहेछ। होस् छोडिदिउँ। अब यहाँ चाहिँ अलिक अप्ठ्यारो छ क्या, तिनीहरूलाई अलिक गाह्रो हुन्छ। मलाई त इजी सधैँ म दिनकै तल माथि गरेर पिचमा चाहिँ मजा आउँछ क्या। फेरि सल्लाह होइन भित्री हुन त म अफरोडमा नि कुदाइरहेको हुन्छ भयो नि। पिचमा कुदाउनु पर्ने बाइक यहाँ चाहिँ अफरोडतिर जता भाइ कुदाएर बिग्रिसक्यो। अस्ति बनाएर चाहिँ मस्त भएको छ तर बाइक अहिले चाहिँ हिली सिली चट्ट बढी भएको जस्तो लाग्यो पहिला चाहिँ। सो गाइज मैले चाहिँ अघि इन्ट्रो चट्ट दिएको थियो मैले चाहिँ 1 शटमै हानिदिएको तर कस्तो आएछ कि। अनि गोप्रै अन नभएर अलि मोटो भ्लग एकछिन भएन। हामी चाहिँ यहाँ लामाटोल भन्ने ठाउँमा आइपुग्यौँ। खाना खाने हो क्या, सङ्ग्रती भाग बाउको मामा घर बाजे ममको घरमा खाएर चाहिँ त्यसपछि चाहिँ माथितिर डाँडोतिर जान्छु। होइन त भान्जा चट्टिकला होइन फेरि सुरु भइहाल्छ। अब चाहिँ हामी यहाँतिर चट्ट चर्चमा लाएर चट्ट यहाँको कस्तो देखाएको छ, खतरावाला हो। विदेशबाट आएको गिफ्ट हो। फेरि यहाँ चाहिँ गुरु रेम्पोर्चेको होइन मूर्ति चट्ट लाएर दामी छ भने हेर्न सक्नुहुन्छ, दामी। अब चाहिँ खानासाना खाएर चट्ट लाएर हामी एकदम फुल प्याक भइसक्यो। अब चाहिँ हिँड्ने हो। फेरि चाहिँ स्टार्ट गर्छ कि स्टार्ट गरेपछि साउन्ड सुन्दैन क्या। यो भ्लगर भए चाहिँ भ्लगर नि बाजा गरेर नि यसले बनाउँदैन। ल जमजम हामी चाहिँ अब यहाँबाट सट्ट हिँड्न लाग्यो है। भ्लग गर्दा चाहिँ के बोल्ने के नबोल्ने हुन्छ अनि बोल्ने र खै बिर्सिसक्यो क्या सबै। सबैजना भ्लगर भन्नुहुन्छ तर गर्न पनि मन लाग्छ फेरि मलाई। अब आफ्नो मेमोरीको लागि चाहिँ बनाएर हुन्छ मैले होइन। उहिले मजा आयो, कुदाउनु पर्यो। अफरोड मैले यस्तो कुदाउँछु क्या मैले भित्री नै। यही हो सुनापतिको डाँडो चाहिँ। उहिले स्टेजमै लगेर राखौँ क्या हो। यहाँ कि उक्लिन्छ उताबाट। त्यतै राखिदिँदा नि हुन्छ तर स्टेजमा त राख्न हुने हो कि होइन। तर केही छैन, भ्लगर गिनीले लान्छ बरु खतरा हाम्रो दिदीले। प्रो देशभरि घुमेर आएको मान्छेहरू। अनि यस्तोवाला हान्त ल तैँले छड्केवाला यस्तोवाला क्या, यस्तोवाला हान्त यस्तो चाहिँ क्या, यस्तोवाला क्या। हामी यहाँ लखपतिमा आइपुगेको छौँ।
न भ्लग हाल्नु यतिकै हाँसो मात्रै होइन यसको हाँसो मात्रै अब चाहिँ हामी कुरिरहेछौँ खै दुईजना चाहिँ आइपुगेन हो दामी तर तोप कुदाउनु भयो उहाँले नि दिदीले नि तर भ्लगमा भन्ने चाहिँ के हो भन्ने खाले कुरो हो क्या के बोल्ने भन्ने खाले बस्न सक्नुहुन्न होला अहिले बेकारमा झऱ्यो भने फेरि हुँदैन त्यसरी मम अहिले बोक्न त बोक्छ अहिले बेकार फेरि झ्याउ हुन्छ क्या हुन त सहयोग त गरौँ भन्छ नि सहयोग गर्ने भने माथि टेक्नु मम माथि कहाँ म त केही भयो नि त अनि होइन माथि हो उ त्यो डाँडा हो त्यसको बेली डान्स नागिन डान्स हो क्या ढिलो लागेर फोन 98540 कल लाउड स्पिकर त्यो भान्जाले यस्तै गर्छ क्या म यो भान्जाले गर्नु हो नि स्ट्यान्डमा थियो गर्नु क्या मैले सक्का लगाइरहेको थिएँ चाबी अफ गरेर अन गर्नु बिस्तारै सही हो तैँले गर्दा हो नि थाहा छ पेलेर गएको हो कि होइन भन्दा रोक्या हो कि होइन तैँले भन्दा डोरी निस्किरह डोरी 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 त्यहाँ टायरमा छिर्न लाग्यो हो कि त्यहाँ बाँधिदियो त उयो मुनिको चाहिँ अर्को चाहिँ उयो मुनिको चाहिँ त्यो त हो त्यहीँ बाँधिदेऊ न ब्रेक लाग्यो न ब्रेक लाग्यो ए घुइली त हान्नुपर्छ के हो तर यहाँनिर सिधा भयो त अझ दामी जान्थ्यो तर यहाँ किन देखायो यो हिटवाला यहाँबाट माथि जान्छ झिमिक झिमिक हात लैजाउँ तुझा अफलाप मुन क्या त्यो डिस्प्ले नि भन् कले मेरो बाबुलाई लडेछ हो त्यहाँनिर मान्छे त केही भएर छ नि यहाँनिर आइसकेको थियौँ अब चाहिँ उनीहरू चाहिँ आउँदै आएन त्यो हेर्न गएको थियो लडेछ क्यारे अरू भने त्यस्तै हो अब मुड अफ हुँदै आउने होला त्यस्तै होला बिजोक थियो बाटो ओ अहिले नि बाटो त बिजोकै छ क्यारे हो तर राम्रो त छैन जस्तो लाग्यो मलाई त यस्तो छ अब यहाँनिर कहाँ कसरी लान्छ माथिबाट उताबाट उताबाट झन् लास्ट छ नि खोला बक्स यस्तो तैँले लानु बिस्तारै ल सट्टै लानु त म ठेलिदिन्छु ल जानु ल जानु सर्र चुक्याम्से ल बिस्तारै हिँड्नुपर्छ क्या यस्तोमा त झन् बटार्यो भने झन् हिँड्दैन क्या घुम्छ बस्छ क्या त्यही एक ठाउँमा बिस्तारै हान्नु पऱ्यो भने त के हो केस के हो बाटो त डेन्जर छ डेन्जर तर सर पास सबैजना पास बाटो त यस्तै नै छ बिजोग बिजोग नै अब चाहिँ पुग्न लागिसक्यौँ तर अझै पनि त्यस्तो बाटो चाहिँ बाँकी नै छ सो गाइज अहिले चाहिँ हामी चट्ट लगाएर माथि उकालो चढ्दैछौँ सिडी ल सो गाइज
सो गाइज भन्नै पर्छ र भने सो गाइज भन्नुपर्छ ल हामी चाहिँ चट्ट लाएर अहिले चाहिँ डाँडा यहाँनिर अब ड्रोन उडाउने कार्यक्रम गर्दै हुनुहुन्छ तर ड्रोन चाहिँ उड्छ उड्दैन थाहा छैन खुल्ने बित्तिकै चट्ट उडाइहाल्यो फुटेज चाहिँ हामीलाई नि दिनु ल अलिअलि मौसम चाहिँ रमाइलो पनि तर यस्तो नि छुट्टै रमाइलो छ तर यही माथि भ्यू देख्यो ल भान्जाल चाहिँ यहाँनिर अब चट्ट लगाएर एउटा स्टन देखाउने रे हेरौँ त ल कस्तो रहेछ यतिको चाहिँ हान्नै पर्ने हो मैले नि हानौ उल्टी हानु होइन भने ओके हामी चाहिँ यहाँ टिकटक बनाउनु ल गाइस अब चाहिँ ठ्याक्क लगाएर हामी बाइक भएको ठाउँमा आइपुग्न लाग्यो यहाँसम्म हल्यो गाइस गम्बा आयो भने म त किन हल्यो भने पछाडि हेरेर त माइजी लड्नु भएछ यार त केस भान्जा यो त भ्लगमै चाहिँ जान्छ भने बाउले धेरै हाल्छ झन्नै झाऱ्यो भनेर भनौँ क्या यहाँबाट झन्नै झारेको गाइस झन्नै झरेको भनेर भनौँ क्या भनौँ यहाँबाट चढाएको हो चढाउनु चाहिँ सबजना गइसक्यो म चाहिँ पछाडि गोप्रो फेरि ब्याट्री निकालेर हालेपछि चाहिँ हुन्छ क्या चाहन्छ तर अनै भएन बिस्तारै बिस्तारै हिँड्नुपर्ने हुन्छ एबिएस फाल्छ तुँ गरेर तुँ गर्छ भाउजू त फुत्तै पनि निस्किएर समातिहाल्दो रहेछ जोस् भाउजू आट्टिलो हुनुहुन्छ हेलो गाइस म चाहिँ भान्जो ए पुग्थेलो रे भान्जो पड्किँदैन थप्नेको लागि तैँले लडाएको आथा कस्तो ठोके यार छ्या त डेन्जर चाँडो यार हामी च्यास्या खासा चाहिँ खाएर निस्किनु लाग्यो अघि नै चाहिँ ड्रोन उडाउनु भएको थियो दिदीले माथितिर झन्डै क्रास भएको अन्त अब त्यो बादल लाग्यो क्या अघि नै एकछिनमै अनि फेरि बादल लागेपछि चाहिँ कस्तो हुन्छ भने ड्रोन चाहिँ फेरि त्यो सेन्सर चाहिँ त्यो त्यहीँनिर भुइँ जस्तो लागेर ल्यान्डिङ हुन्छ भयो भयो सिधा फेरि सट्ट खोल्यो क्या एकैछिनमा अनि फेरि ल्यान्ड हाल्यो